ग्यासमा कालोबजारी नियन्त्रणका लागि ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन। ग्यासको कृत्रिम अभाव र ठगी रोक्न गृह र उद्योग मन्त्रालयको संयुक्त टोली मैदानमा। उपभोक्ता ठग्ने ग्यास डिपोमा सरकारको कडा आँखा, सादा पोसाकका प्रहरीद्वारा अनुगमन तीव्र। ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कारबाही गर्न उपत्यकामा प्रहरी टोली खटाइयो। खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी तोकिएको भन्दा बढी मूल्यमा बिक्री भइरहेको सूचनाका आधारमा सरकारले कडा कदम चालेको छ। गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहल एवं समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रहरूमा आइतबारदेखि सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। पछिल्लो समय भारतबाट ग्यासको आयात नियमित र सहज रूपमा भइरहे तापनि उपत्यकाका धेरैजसो बजारहरूमा ग्यास नपाएको जनगुनासो व्यापक बढ्दै गएको थियो। आपूर्तिमा कुनै अवरोध नरहँदा पनि एकाएक बजारमा अभाव देखाइनुमा व्यापारीहरूको नियतमाथि शंका गर्दै उद्योग मन्त्रालय र उपभोक्ता अधिकार कर्मीहरूले चासो व्यक्त गरेका थिए। केही पहुँचवाला व्यवसायी तथा डिपो सञ्चालकहरूले ग्यास लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने र सर्वसाधारण उपभोक्ताबाट निर्धारित मूल्यभन्दा धेरै बढी रकम वसुली गर्ने गरेको तथ्य खुल्न आएको छ। उद्योग मन्त्री गौरी यादवले व्यवसायीहरूको यस्तो अनुचित गतिविधि रोक्न र ग्यास वितरण प्रणालीलाई सहज बनाउन गृहमन्त्री सुदन गुरुङसँग सुरक्षा निकायको सहयोग माग्नु भएको थियो। मन्त्री यादवको आग्रह लगत्तै गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीलाई तत्काल अनुगमनमा खटिन र सूक्ष्म निगरानीका लागि पोसाकका सुरक्षाकर्मी टोली परिचालन गरिएको थियो। गृह मन्त्रालयका अनुसार सादा पोसाकमा खटिएका प्रहरीहरूले उपत्यकाका मुख्य ग्यास डिपो, भण्डारण स्थल र खुद्रा बिक्री केन्द्रहरूमा प्रत्यक्ष पुगेर मौजात वितरण, बिक्री वितरणको स्थिति र बिक्री मूल्यको नजिकबाट अनुगमन गरिरहेका छन्। अनुगमनका क्रममा ग्यास लुकाएको, कालोबजारी गरेको वा सर्वसाधारणलाई कृत्रिम अभाव देखाई ठगी गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई नियन्त्रणमा लिई कालोबजारी तथा अन्य केही सामाजिक अपराध र ऐन अनुसार कडा कानुनी कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ। सरकारले ग्यासको नियमित आपूर्ति सहज भइरहेकाले उपभोक्ताहरूलाई आतंकित भई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न र कुनै पनि डिपोले बढी मूल्य मागेमा वा ग्यास दिन इन्कार गरेमा तुरुन्त नजिकै प्रहरी वा वाणिज्य विभागमा खबर गर्न अपिल गरेको छ। काठमाडौँ उपत्यकामा सुरु गरिएको यो अनुगमन तथा सादा पोसाकको प्रहरी परिचालन अभियानलाई आवश्यकता अनुसार अन्य प्रमुख सहरहरूमा पनि विस्तार गरिने तयारी गरिरहेको वाणिज्य मन्त्रालयले जनाएको छ।